नमस्कार। अन्तिम पटक कुरा हुँदा मैले वैकल्पिक राजनीति अनि पुस्तान्तरणको कुरा गरेको थिएँ। लगभग 1 वर्ष भइसकेछ एक्लै यसरी कुरा नगरेको। यो 1 वर्षको बिचमा धेरै कुरा परिवर्तन भइसक्यो। जेनजी आन्दोलन भयो अनि त्यति बेला 21 सिट आएको रासपालाई मैले अबको वैकल्पिक राजनीतिको लिड गर्नुपर्ने एउटा महत्त्वपूर्णले वैकल्पिक राजनीतिलाई सूत्रधार गर्नुपर्ने खेल्नुपर्ने भूमिकाहरूको बारेमा कुरा गरेको थिएँ। जेनजी आन्दोलनपछि उसले गर्यो पनि त्यस्तै। त्यो परिस्थितिको आवश्यकता थियो भनौँ, या सायद जो नेताहरू थिए उनीहरूले बुझे, आफ्नो समयको आवश्यकतालाई बुझे भनौँ न। अनि रवि लामिछानेले त्याग गरे एक हिसाबले। आज त्यतातिर नजाउँ। अनि ती कुराहरू धेरै भइसके। सँगसँगै मैले पुस्तान्तरणको पनि कुरा गरेको थिएँ। अनि हरेक पार्टीभित्र लगभग 1 वर्ष भइसक्यो। त्यही भएर त्यो समय र आजको समयमा एकदमै म्यासिभ डिफ्रेन्स आइसक्यो। पोलिटिकल्ली पनि होइन, देशको अवस्था, पोलिटिकल अवस्थामा भनौँ न। सरकार फेरियो। त्यति बेलाका काठमाडौँका मेयर बालेन शाह अहिले हाम्रो प्रधानमन्त्री हुनुहुन्छ। अनि हिजो भर्खर मात्र अदालतले साँझ राति काङ्ग्रेसको विशेष महाधिवेशनबाट आएको गगन थापा पक्षकोलाई आधिकारिक मान्यता दियो। निर्वाचन आयोगले पहिले दिइसकेको थियो, तर सर्वोच्चमा परेको रिटलाई खारेज गरेर उसले गगन थापाको नेतृत्वमा भएको अहिलेको काङ्ग्रेस, विशेष महाधिवेशनबाट बनेको काङ्ग्रेसलाई नै आधिकारिक काङ्ग्रेस मान्यो। यो सँगै एक हिसाबले काङ्ग्रेसको त्यो अब आधिकारिक रूपमा, गुटगत रूपमा त हुन्छ होला, तर आधिकारिक रूपमा अब काङ्ग्रेस एग्रिका भयो भनौँ न। एग्रिका भयो भन्दा नि त्यो निश्चित छिनोफानो जस्तो भयो। यो सँगै अब के पनि हुन्छ होला भने काङ्ग्रेस रूपान्तरणमा यसले अलि राम्रै मद्दत गर्छ होला। किनकि एक त अब जुन हामीले पुस्तान्तरणको कुरा गरिरहेको थियौँ, त्यो पुस्तान्तरणमा पनि काङ्ग्रेसमा चाहिँ बिचमा भएको नेताहरू पनि अब गायब हुन्छन् होला जस्तो लाग्छ मलाई। बिस्तारै उनीहरू राजनीतिबाट पर हुन्छन् होला जस्तो लाग्छ। अब थाहा हुन्छ बिस्तारै। जस्तै देउवा पछिका पुस्ताहरू, ती देउवाका सात भाइहरू भन्ने जुन उहरू हुन्थे, उनीहरू चाहिँ अब हट्छन् होला बिस्तारै राजनीतिक पर्दाबाट जस्तो लाग्छ मलाई। हेरौँ त्यो त देखिन्छ समयले। तर अब देश बनाएको छ, देशमा चुनाव भयो, देशमा चुनाव भयो, नयाँ सरकार आएको छ, जनताको आशाहरू व्यापक छ। अनि म खासमा आज आएको चाहिँ प्रश्न गर्न भन्नाले प्रश्न जरुरी छ है भन्नलाई हो। अनि किनकि अघिल्लो वर्षहरूमा वैकल्पिक राजनीतिकलाई समर्थन गर्छु भन्ने हिसाबले पनि प्रश्नहरू धेरै गरियो सरकारमाथि। अनि अब पनि सरकारलाई समर्थन त छ पूर्ण रूपमा, आश पनि एकदम धेरै छ होइन। तर हामीले प्रश्न गर्न चाहिँ छोड्नुहुन्न है भन्ने हो। मलाई चाहिँ बालेन प्रधानमन्त्री नियुक्त भए, शपथ ग्रहण भए पनि लगभग 1 महिना पुग्न लाग्यो। पुगिसकेको छैन होला, पुग्न लाग्यो। अनि यो टाइममा 1 महिनासम्म पनि बालेनले जनताको नाममा कुनै पनि सम्बोधन गरेका छैनन्। अनि छिटै नै गरून् भन्ने मलाई एकदम ठुलो चाहना छ मेरो। उनी जनतासँग एटलिस्ट पत्रकारसँग अन्तर्वार्ता त पत्रकारसँग अन्तर्वार्ता त त्यो सायद उनको कार्यशैलीमा पर्दैन होला, तर जरुरी त छ जस्तो लाग्छ मलाई लोकतन्त्रमा। मलाई चाहिँ त्यो नगरे पनि एटलिस्ट जनतासँग डाइरेक्टली सम्बोधन गरेर नियुक्त भएपछि केही कुराहरू भन्नु जरुरी हुन्छ होला जस्तो लाग्छ मलाई। अब उनको कार्यशैली हो भन्ने हिसाबले पनि कुराहरू आउन सक्छ, तर त्यो कुरा चाहिँ जरुरी छ। किनकि प्रश्नभन्दा माथि कोही पनि हुँदैन। चाहे त्यो लोकतन्त्र व्यवस्थामा त प्रश्न एउटा महत्त्वपूर्ण अङ्ग हो भनौँ न। प्रश्न बिना लोकतन्त्र बलियो हुनै सक्दैन। अनि कुनै पनि संस्था बलियो भएन भने त्यो संस्थाले रिजल्ट राम्रो दिन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। लोकतन्त्रमा मात्र होइन, प्रश्न हामीलाई धर्मले पनि, धार्मिक हिसाबले पनि हामीले बच्चैदेखि प्रश्न गर्न सधैँ सिकाइयो कि स्कुलमा होस्। अनि अब
पुरानो कथाहरूमा हेऱ्यो भने जहिले पनि हामीले हरेक धार्मिक कथाहरूमा पनि सुनिन्छ नि त, एउटाले यो प्रश्न सोध्यो अनि त्यो प्रश्नको उत्तरमा चाहिँ कथाहरू बनिरहेको हुन्छ नि त। त्यही भएर जहिले पनि प्रश्न चाहिँ जरुरी हुन्छ जस्तो लाग्छ। विशेष गरी अझ लोकतन्त्रमा त प्रश्न एकदमै जरुरी हुन्छ। अब हाम्रा अहिलेका नयाँ नेताहरू प्रश्न सुन्न प्रश्नसँग कतिको प्रश्नलाई कसरी लिन्छन्, या कसैले प्रश्न सोध्नुलाई उनीहरूले आफ्नो दुश्मन जस्तो हेर्ने, जसरी पुरानो नेताहरूले हेरेको थियो त्यसरी नै हेर्छन् कि त्यसरी नहेरुन् भन्ने मेरो चाहना हो। शुभकामना छ सरकारलाई। सरकार भनेको 1 महिना भएको छ, राम्रा कामहरू धेरै थालनी भएको छन् होइन। अनि 1 महिनामै पनि गरे हुँदो रहेछ है भन्ने देखिन थालिसकेको छ। अनि आजदेखि नै लाइसेन्सलाई मान्छेले वर्षौँसम्म, 1 वर्ष 2 वर्षसम्म पनि लाइसेन्सको फिजिकल कार्ड नआउने समस्याहरू अब राजस्वतिरेको 24 घन्टाभित्र लाइसेन्स निस्किन्छ अरे अब भन्ने समाचार पढ्दै थिएँ मैले। कामहरू भएको छन्, तर कामहरू सँगसँगै यो कुराहरूमा पनि प्रश्न जनताले चाहिँ सधैँ प्रश्न गरिराख्नुपर्छ जस्तो लाग्छ मलाई। अनि नेताहरू कहिले पनि प्रश्नभन्दा माथि छु भन्ने सोच्न हुन्न, किनकि धेरै टाढा पनि जानु पर्दैन। हाम्रै देशमा पनि जब नेता वा सत्ता जहिले पनि जब प्रश्नभन्दा माथि हो भन्ने सोच्न खोज्छ, तब त्यो सत्ताबाट हराउँछ भनौँ न, हट्छ, नराम्रो अलि अपमानित पारामै हट्छ भनौँ। योभन्दा अगाडिको केपी ओलीको सरकार पनि त्यसरी नै त गयो। उसलाई प्रश्न सोध्न आएका बच्चाहरूलाई गोली हानेर विध्वंस गरेर, विभत्स हत्या नै भनौँ, हत्या गरेर त्यो कारणले देशमा त्यत्रो परिवर्तन भयो। ज्यानहरू गयो, तर परिवर्तनलाई सकारात्मक रूपमा परिवर्तनले एउटा ग्राउन्ड लिँदैछ भन्ने मलाई लाग्छ। एकदम डर थियो मलाई, खासमा एकदमै डर थियो यसले कसरी यो सेटल हुन्छ, यो कसरी कुन ग्राउन्ड लिन्छ यसले होइन। अब त्यो सत्ता कतातिर जान्छ भन्ने थियो। चुनाव राम्रो भयो, अनि अब प्रमुख प्रतिपक्षीको रूपमा काङ्ग्रेस छ। संसदभित्र उसको आवाज केही सुनिन्छ जस्तो लाग्दैन खासै। अहिलेसम्म प्रतिपक्षी नेतामा पनि यसको आवाज चाहिँ सुनिन्छ है भन्ने खाले काङ्ग्रेसमा नेता सांसद भाषण जस्तो लाग्दैन। अब संसद बाहिर चाहिँ उसले के कस्ता गतिविधिहरू गर्छ, उसले सरकारलाई कसरी प्रश्न गर्छ, सरकारको समर्थन कसरी गर्छ भन्ने कुराहरूले सायद अब उसको 5 वर्षपछिको भविष्य जनाउँछ होला। सायद त्योसँगै गगन थापाको पनि आफ्नो राजनीतिक भविष्य त्यसले कोर्छ होला सायद। अब 5 वर्ष यदि काङ्ग्रेस छायामै रहिरह्यो भने सायद त्यसपछि गगन थापा पनि छायामै रहिरहन्छन् होला। उनको एउटा राजनीतिक भविष्य सकिन सक्छ यदि यो 5 वर्ष उनले राम्रो सदन बाहिर राम्रो प्रतिपक्षीको भूमिका निभाएनन् भने। मलाई त्यस्तो लाग्छ। प्रश्न गर्नुपर्छ भन्ने कुरा गर्दै फेरि अन्त गइएछ मलाई चाहिँ। तर अहिले फेरि हामी यस्तो भइसक्यौँ कि नयाँ सरकारको या बालेनको सुदन गुरुङ गृहमन्त्रीको जुनसुकै पनि नयाँ आएका नयाँहरू चाहिँ गलतै हुन सक्दैनन्। उनीहरू प्रश्नभन्दा माथि हुन्। अरूले यस्तो गरिरहेको थिए, उनीहरूले किन गर्न दिने, आएको 2 दिनमै किन प्रश्न गर्न जरुरी छ भनेर सोध्छ भन्ने एकदम आक्रामक रूपमा आउँछ नि त कुराहरू। हामी पनि गर्छौँ फेरि त्यस्तो कुराहरू। अनि मलाई पनि लाग्छ बेनिफिट अफ डाउट दिनुपर्छ होइन। अब 1-2 दिन केही समय हेर्नुपर्छ भन्ने, तर त्यो भन्दैमा हामी घचघचाउन चाहिँ छोड्न हुन्न है। जबसम्म यदि हामीले उनीहरूले राम्रो गरून् भन्ने लाग्छ भने हामी प्रश्न गरिरहनुपर्छ जस्तो लाग्छ मलाई। अनि सम्पत्ति विवरणको कुराहरू आयो, अनि आशा छ त्यसको त्यो स्रोतहरू पनि उनीहरूले खुलाउँछन् होला। सायद त्यस्तो लुकाउनु पर्ने केही छ जस्तो लाग्दैन मलाई। म त्यो आशा गर्छु। अनि अब एमालेको त के कुरा गर्नु, एमाले कुरा गर्नु, उसको अस्तित्व नै अब के हुन्छ होइन। अब त्यो परिवर्तनलाई स्वीकार्नै सकिरहेको छैन, उसले स्वीकार्न खोज्या पनि छैन।
होइन ऊ चाहँदैन होला पनि सायद, किनकि मैले समाचारमा देख्यौँ हामीले संसदीय दलको नेतामा सुवाङ नेवाङले समर्थक पनि पाएनन् भन्ने सुनेको थिएँ। त्यो एकदमै त्यो सुन्दा जति नराम्रो छ त्यो गहिराईमा त्यो पार्टीको लागि एकदमै सबैभन्दा अझै त्यो एकदमै भयावह स्थिति हो त्यो। त्यति नै हुन् कुराहरू। आज धेरै भएको थियो परिवर्तनको बारेमा कुरा नगरेको, अनि होइन प्रश्नको लागि चाहिँ झकझकै रहनुपर्छ है जस्तो लाग्यो मलाई। अनि म कोसिस गर्छु फेरि कुराहरू भन्नाले यसरी आइराख्नको लागि, बिचमा धेरै ग्याप भयो नि त। अनि त्यही हो, म आशा गर्छु सरकार अनि संसद चाहिँ जनताप्रति जवाफदेही बनुन्, उनीहरूलाई प्रश्न भारी नलागोस्, प्रश्न दुश्मन हो जस्तो नलागोस्, प्रश्न सोध्नेहरू जवाफदेही बनाओस्। धन्यवाद, शुभकामना।